यो पातलाई पाउडर बनाउन पनि सजिलो छ है। यसलाई के गर्नु पर्दैन, यो पातलाई एक एक गरेर निकाल्ने, छायामा सुकाउने, यसलाई घाममा सुकायो भने चाहिँ र यो टिप्ने पनि एउटा समय छ। यो घाम लागेको बेला टिपेको काम लाग्दैन, किन यो सनको रेससँग यसको चाहिँ डाइरेक्ट हुन्छ। बिहानको समयमा यसलाई टिप्ने, छायामा सुकाउने अनि आफूले धुलो बनाउने, जसरी धुलो बनाइन्छ धुलो बनाउने। अनि अलिअलि तपाईँ दहीमा हालेर खानुहोस्। अलि इन्डियामा त धेरै जस्तोले दहीमा हालेर खाँदो रहेछ। यो पानीमा हाल्यो भने चाहिँ हस्को आए जस्तो गनाए जस्तो हुन्छ भनेर पनि कतिपयले कमेन्ट गर्नुभएको छ। त्यहाँ मैले कमेन्ट हेरेको थिएँ। त्यो हो, त्यो सिधै त्यसरी खाँदाखेरि गनाए जस्तो हुने हो। तर यसलाई दहीमा हालेर खायो, अलिकति कागती निचोरेर खायो भने कागतीको स्वाद आउँछ, अथवा जुसहरूमा हालेर खायो भने जुसको स्वाद आउँछ होइन। त्यसरी हामीले यसलाई सेवन गर्न सक्छौँ। स्वास्थ्यको लागि एकदमै लाभदायक छ यो शीतल चिनी। एउटा चाहिँ के छ भने मैले एकजनालाई चाहिँ यो खायो भने वेट लस हुन्छ भनेको, उहाँले चाहिँ यसलाई धेरै खाइदिनु भएछ। पखाला लाग्यो, पखाला पनि एकचोटि होइन कि बारम्बार लागेपछि उहाँ आउनुभयो। उहाँ आएर मलाई के भन्नुभयो, सर मलाई त बहुत असर गर्यो, म त वेट लस हुन्छ भनेर अलि धेरै खाइदिएँ, काँचो पातलाई लिएर जुस बनाएर लगभग 1 पाउ जति पात खाइदिएँ भन्नुभयो। अनि त्यसले मलाई दिनभरि पखाला लागेर हैरान भएँ, म त मर्छु कि जस्तो पो लाग्यो त सर भन्नुभयो। होइन, यो तपाईँले अलिक बढी खाइदिनु भयो, किन यो पच्दैन, यसमा धेरै न्युट्रिसन भएको कारणले गर्दा। यो त 92वटा न्युट्रिएन्ट छ यसमा, त्यसैले नपचेको हो। कम खानुपर्छ, हामीले धेरै खाने होइन, 30 ग्राम जति खाने हो भनेर उहाँलाई फेरि मैले चाहिँ अब यसैलाई बोइल गरेर खानु सन्चो हुन्छ भने उहाँले खान मन गर्नु भएको थिएन। पछि बोइल गरेर खानुभएछ, अलिअलि बिस्तारै बिस्तारै आफ्नो त्यो शरीर ठाउँमा आयो र उहाँ आजभोलि नियमित सेवन गर्नुहुन्छ, वेट लस पनि भएको छ। अरू त्यसरी अब एउटा त सागमा हालेर खाइयो, अर्को जुस बनाएर पनि खान सक्छौँ। जुस चाहिँ यो पातलाई मिक्सरमा हाल्ने अनि त्यही 30 ग्राम पातलाई हाल्ने, 1 कप पानी हाल्ने अनि ग्राइन्ड गर्ने, ग्राइन्ड गरेर अनि रस आउँछ त्यसलाई कपट छान गरेर मजाले त्यो घर परिवारले सबैले खान सक्नुहुन्छ। अनि त्यो जुसमा लेमन हाल्यो, कागती हाल्यो भने अनि आधा चम्चा मह हाल्यो भने अझै राम्रो मानिन्छ। त्यसरी पनि खान मान्छेले विभिन्न तरिकाले यसलाई खाइरहनु भएको छ होइन। र अनि अर्को तरिका चाहिँ जो दालमा मैले भनिहालेँ सजिलो, सबभन्दा सजिलो मैले घरमा सधैँ खाने एउटा चाहिँ के हो, दालमा हालेर खाने हो। अब मेरो मम्मीलाई पनि त्यो ब्लड प्रेसर थियो, डायबिटिज थियो होइन। अहिले त यो नभएको मान्छे सायद कमै होला नि, धेरै मानिसहरूलाई यो रोग छ। र अहिले नियमित खाने भएका कारणले गर्दा हाम्रो घरमा हामी रोगी छैनौँ। मम्मीलाई पनि जो डायबिटिजको औषधि खानुहुन्थ्यो, आजभोलि खानुहुन्न, नर्मल छ, अब खानु पर्दैन डाक्टर साहबले भन्नुभयो भन्नुहुन्छ। खाना हामीले मम्मीले चाहिँ यही सेवन गर्नुहुन्छ। र म सबैलाई के भन्छु भने दालमा हालेर खान सकियो। अर्को यसको पातको चटनी पनि बन्छ, हेर्नुहोस्। यो पातलाई मजाले जसरी हामी बोइल गर्ने अनि त्यसपछि अरू चटनी जस्तो टमाटर हालिदिने, खुर्सानी हाल्ने, यस्तो मिठो चटनी बन्छ यसको। यो मोरिङ्गा लिफ चटनी भनेर तपाईँले रेसिपीहरू गुगलमा युट्युबमा गएर हेर्नुभयो भने देख्न सक्नुहुन्छ। अनि अर्को पराठा बनाएर खान सकिन्छ। जस्तो नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीले एउटा भिडियो नै भन्नुभएको छ, उहाँले हम बहुत साल से मोरिङ्गा पराठा खा रहे हैं। त्यो पिठो मिच्दाखेरि यसलाई पनि मिच्दिने अनि मजाले पराठा बनाउने खाने। अनि पकौडीहरू बन्छ यसको, मानिसहरूले यसको फुलको पनि पकौडी बनाएर खाएको मैले थाहा पाएको छु। यो पनि पातलाई आफ्नो बेसनमा मजाले मुछ्ने अनि अलिअलि आफूले खाने मसलाहरू हाल्ने र तेलमा तारेर मजाले पकौडी खान सकिन्छ। यो बहुउपयोगी तरिकाले प्रयोग गर्न सकिन्छ। यो मिथिलातिर त यसको यो हाम्रो भाषामा फाँडो भन्छौँ, चौधरीहरूले कपुवा भन्छ। यसलाई मजाले यो सिस्नो घोरे चाहिँ मजाले घोल्ने अनि घोलेर पछि चाहिँ यसलाई झानिदियो भने, अलि धेरै पात हालेर मजाले घोल्यो भने यो हरियो यस्तो मिठो हुन्छ। मैले त्यो कयौँ पटक त्यो पनि खाएको छु। त्यसरी हामीले विभिन्न तरिकाले यसलाई प्रयोग गर्न सक्छौँ। फल चाहिँ अब ड्रमस्टिक, यसको फललाई हामी ड्रमस्टिक भन्छौँ, ड्रम बजाउने डन्डा जस्तै देखिने भएका हुनाले कलिलो फललाई हामीले अचार बनाएर खान सक्छौँ। तर छिप्पेको छ भने म त कलिलो भन्दा नि छिप्पेको खानुहोस् भन्छु। त्यसमा एकदमै धेरै त्यो बोन म्यारो भित्रको त्यो मासीलाई पनि त्यसले एकदमै राम्रो काम गर्छ, ब्लड सर्कुलेसनमा एकदमै काम गर्छ। त्यो छिप्पेकोलाई चाहिँ हामीले के गर्ने भने त्यसलाई चाहिँ बाहिरको बोक्रा छिल्ने अनि काटेर चाहिँ अलि पकाउने, त्यसलाई अनि पकाइसकेपछि भित्रको लेदोलाई चम्चाले निकाल्ने अनि त्यसपछि त्यो बाहिरकोलाई चाहिँ त्यो भनौँ फालिदियो पनि भयो होइन। म यो सँगै पकाउँछु भन्यो भने त्यसलाई मजाले आफूले आफ्नो तरिकाले अरू जस्तो माछा पकाउँछौँ, मासु पकाउँछौँ त्यसै गरी पकाउने। अनि त्यो सुप आउँछ, त्यो यति मिठो हुन्छ। त्यो चुस्दा पनि हामीलाई त्यो अलिकति सर्सो हाल्नुपर्छ। सर्सो हाल्यो भने जो माछाको स्वाद हुन्छ भन्छन् मान्छेहरूले, म त खाँदिनँ तर भन्छन् माछा जस्तै स्वादिलो देखियो भन्छन्। अनि त्यो त्यसरी खायो भने त्यसले शरीरलाई पनि राम्रो होइन, हाड जोड्नेहरूलाई एकदमै फाइदा। त्यसरी हामी खान सक्छौँ। कलिलोको अचार खान सक्छौँ। कलिलोको तरकारी पनि मिठो हुन्छ है। हामी जो बजारमा आएको छ शीतल चिनीको जो बोडी जस्तै हुन्छ होइन, मैले अघिल्लो भिडियोमा पनि देखाएको छु, त्यसलाई हामीले चाहिँ तरकारीको रूपमा खान सक्छौँ। अनि यसको फुल, कतिपय फुल छ के गर्ने होला भन्ने छ। अहिले साथीहरू धेरैले चाहिँ फुल चाहिँ यो अचार बनाएर, फुललाई जस्तो कोइरालाको अचार खाइन्छ अनि त्यसपछि गएर अगस्त्य फुलको अचार खाइन्छ, त्यसै गरी यसलाई बोइल गर्ने अनि आलुमा साँधेर खायो भने यति मिठो हुन्छ। यसको विभिन्न तरिकाले हामीले प्रयोग गर्न सक्छौँ।